हेलो हेलो गुड मर्निङ साथीहरू। हेर्नु बिहानै मन्दिरको दर्शन गर्दै मेरो दिनको सुरुवात हुन्छ। अनि त्यसपछि बारीमा गएर करेला सरेला छ कि भनेर हेर्न गएको रहेछ। करेला त पाक्न पो थालिसकेछ त। लोकल करेला सानो खालका करेला थिए। कति छिटो पाकेको सब्जीहरू हेर्दै लिएर गएर आएँ। पखाल पुखुल गरेर राखेर बाबुहरूलाई दुध दिएँ। अघि दुध ल्याएर तताइवरी रेडी गरेको थिएँ। बाबुहरू उठेर आउनुभएछ, दुध दिएँ। बाबुहरू खेल्दै ओर्दै दुध खाँदै हुन्छ। बाबुलाई चाहिँ आफै खुवाइदिनु पर्यो अरे, दादा खाँदै हुन्छ। अनि करेलालाई काटकुट गरेर पकाउन बसाएँ। फेरि बसाएन भने ढिलो पनि हुन्छ, के गर्नु। बिहान कति हतार भएको हो, स्कुल पनि पठाउनु पऱ्यो होइन। बाबुहरूलाई त्यो भएर अलिक हतार हुन्छ। करेलालाई काटकुट गरेर तेलसेल तताएर प्याज हालेँ। अनि म तेलमै बेसार हाल्छु। हजुरहरू कसरी गर्नुहुन्छ? मलाई चाहिँ तेलमै बेसार हालेको मनपर्छ, नभए बेसार गनाएको जस्तो लाग्छ। त्यही भएर अनि तेलमै मजाले बेसारलाई फ्राई गरेर अनि करेला आलु हालेर मजाले फ्राई गर्छु। तर आज त्यसपछि जस्तो अलिक भएन, किनभने बाबुहरूलाई गर्दै गर्दा कहिलेकाहीँ बाँकी हुन्छ, खानै हुँदैन होइन। सबैको यस्तै हुन्छ होला, बिहान त हतारै हुन्छ है। मेरो पनि साह्रै हतार हुन्छ बिहान त। फेरि यता गर्दै पनि गरौँ, उता बाबुहरूलाई पढ पनि भन्नु पऱ्यो। यतिखेर त एक्जाम पनि आएको छ, पढ भन्नु। उहाँ खेलेर बसिदिनुहुन्छ, के गर्नु। गाह्रो छ हौ, पढ भनेर सँगसँगै बस्यो भने मात्र पढ्नुहुन्छ। यसरी करेला नि लगभग पाकिसकेको छ। उता गर्दै गरौँ, फेरि उता माथि ओछ्यान मिलाउन हतार भइसक्यो आफूलाई। किनभने करेला पकाएर बन्द गरेर फेरि माथि गएँ हतार ओछ्यान मिलाएर। यसो हेरेको बाहिर कस्तो घाम लागेको, 7:30 बजेको घाम यस्तो छ। राम राम। अनि फेरि हतार भइसक्यो, तल गएर फेरि बोडी पकाउन थालेँ। अब सिम्पल केही नपकाइकन चाहिँ जिरा मात्र पकाएर बोडी पकाउनु पऱ्यो भनेर बोडीलाई पकाउन बसाएँ। बोडी पनि पकाउँदै थिएँ, बाबुलाई पढाउँदै पनि थिएँ यताउति होइन। कर्म गएपछि बढाइ कुडा त्यस्तै त हो नि। गर्दै बिहान त्यत्तिकै कति छिटो बित्छ थाहा नै हुँदैन। अनि सानो बाबु त्यति दादासँग खेल्दै कराउँदै गर्दै हुनुहुन्छ। त्यसपछि फेरि खाना खुवाउन थाल्यो। अब किनभने स्कुल ढिलो होला भन्ने डर। बाबुलाई ऊ आफै खानुपर्ने गरी खुवाइदिनु पर्ने। पनि खुवाइदिनु अरे। ऊ दादाले खाएको देखेपछि फेरि आफै खानुपर्छ र आफै खान थाल्नुहुन्छ। अनि पहिले सब्जी खानुहुन्छ, अनि दालमा खाँदै हुनुहुन्छ। बाबुहरूको खुवाइदिनु अचम्मको हुने। एकछिन दादाले खाएको हेरेर आफै खाने हुनुभयो। फेरि मामुले पनि खुवाइदिनु भनेर फेरि म आफै खुवाइदिँदैछु र सब्जी पनि पकाउँदैछु। बिहान कति अब दादालाई स्कुल पठाउनु ढिलो भइसक्यो। दादालाई स्कुल पुऱ्याउन गएँ, बसाएँ। बाबुलाई चढाएर फेरि घर आएँ। अनि बाबुलाई दबाई खुवाउनु पऱ्यो, फेरि सन्चो थिएन। आज बाबुलाई स्कुल नपठाएर दबाई सबै खुवाएँ ओरेर। अनि दबाई खाने बेलामा ऊ आफै पानी खाने भन्नुहुन्छ, के भन्नुहुन्छ, त्यही पनि दबाई चाहिँ पकाएर नि खुवाएँ। बुवा मम्मीलाई पनि खाना दिएँ, बुवा मम्मीले खानुभयो। त्यसपछि आफूले पनि खाएँ। अनि धन्दा गर्न थालेँ, भाँडा माझेँ ओरेँ। अनि पुसपास गरेर फेरि बाबुलाई फ्रुट्सहरू खुवाएर सुताएँ। मेरो बिहान चाहिँ यस्तै भयो। हजुरहरूको कस्तो भयो साथीहरू? बिहान चाहिँ गएको पत्तै पाइँदैन। बिहान कति छिटो टाइम जान्छ थाहा नै हुँदैन।